आज अगस्तको 17 गते लाउनुहोस् अब नयाँ भिडियोमा। हेलो साथीहरू, आज फेरि स्वागत छ हजुरहरूलाई मेरो अर्को न्यू भिडियोमा। आज धेरै दिनपछि मैले भिडियो हालेँ होइन, के गर्ने काम हुन्छ, अब बाहिर निस्किने आजभोलि फुर्सदै छैन, त्यही भएर के भएन अलि धेरै दिन पछाडि मैले भिडियो बनाएँ। ल अहिले चाहिँ अब आजको काम भन्दाखेरि भर्खरै म कामबाट आएर नुहाइधुवाइ गरेर रेडी हुँदैछु। कहाँ हुँदैछु भन्दाखेरि म एकैछिनमा कुरा गर्छु है हजुरसित कहाँ जाँदैछु भनेर। ल गुड आफ्टरनुन सबैजनालाई। फाइनल्ली म रेडी भइसकेँ होइन। घाम हेर्नु त कति जोडले घाम छ, हेर्नु न घरको छेउमै पुरै तारै तार छ यहाँ। र भाइ बुहारीकोमा खाना खान जाने भनेर भाइ बुहारीहरू आउनुभएको थियो, अनि पवित्रलाई लिएर जानुभयो उहाँहरू। अनि म चाहिँ अब फोन गर्नुभएको थियो कति टाइम लाउँछ भनेर। म चाहिँ टाइम लाग्छ अझै अलिकति टाइम लाउँछ मलाई, बरु हजुरहरू जानु, म चाहिँ बाइकमै आउँछु भनेर म चाहिँ अब घर आएर रेडी भएर अब चाहिँ म जान लागेको। अब घाम छ त्यही भएर यो अर्को हेलमेट निकालेको, ठ्याक्कै कालो चस्मा छ नि त यसमा, कालो भाइसरले गर्दा चाहिँ अलिकति घाम बुझिँदैन, लास्टै जोडले घाम छ आज त। अब कालो पन्जा पनि लिइहालेँ, एक्सन क्यामेरा पनि लिइहालेँ, यसो अलिकति बाटोमा भिडियो बनाउनलाई। ल अब एकैछिनमा बाटोमा भेटौँला। अलिकति नेपाली पसल पनि जाने काम छ, के सामान लिन आउनुभएको थियो तर बिर्सेर जानुभएको छ कि, अनि त्यही भएर म नेपाली पसल पनि जान्छु अलिकति एकछिन सामान लिएर। अनि क्यामेरा ठ्याक्कै मैले यहाँ बिचमा फिट गरेँ मैले। ल अब हामी चाहिँ लाग्यो सरर गर्मीमा बाइक चलाउँदै। अब हामी एकछिनमा नेपाली पसल जान्छु, म नेपाली पसल जान लागेको त्यही सामान ल्याउन। नेपाली पसलबाट चाहिँ सामान लिएर अनि त्यस पछाडि नानीको त्यो पाउडर दुध पनि सकिएको थियो, त्यो दुध पनि ल्याउन छ। त्यो दुध लिएर अनि बल्ल चाहिँ म भाइ बुहारीकोमा जान्छु। अब यहाँको चाहिँ म साइनो मार्टमा चाहिँ आइपुगेँ। 360 क्यामेरालाई मैले अन गरेरै छोडिदिएको थिएँ अनि पछि मैले एडिट गर्ने बेलामा फास्ट मोसनमा एडिट गरेको थिएँ क्या, कस्तो छिटो देखाइरहेको थियो। अब म चाहिँ जान लाग्यो के अरे निसीमाचो या त्यो बच्चाको पसलमा सामानहरू सबै पाउँछ क्या, त्यो बच्चाहरूको दुधहरू अनि कपडाहरू अनि बच्चाको न्यू बर्न बेबीहरूको लागि सबै सामान पाउँछ क्या त्यहाँ। अब म त्यहाँ गएर त्यही दुध र के अरे बच्चाको त्यो दुध पिलाउने भाँडोहरू हुन्छ नि, त्यो बच्चाको सामानहरू धुने सेन्जाइल, हो त्यो लिक्विड सकेको थियो, त्यो लिक्विड लिएर पनि म निस्किन्छु यहाँबाट। यहाँ पनि मैले क्यामेरा अनै छोडिदिएको थिएँ यहाँ हेर्न सक्नुहुन्छ मान्छेहरू कस्तो मजाले छिटो गुडिरहन्, आकाश पनि मजाले गुडिरह। अब म आउँछु अनि त्यस पछाडि जान्छु। अब म कहीँ नरोकिकन एक नास म त्यही भाइ बुहारीकोमा जान्छु। ढिलो पनि भइसक्यो, अहिले चाहिँ कति 3:30 4 हुन लागिसक्यो कि, त्यही भएर सिङ्गोमा त रोक्नै पऱ्यो, रातो बलेको बेलामा त रोक्नै पऱ्यो, गाडी रोक्नै पऱ्यो। तर हरियाली चाहिँ मजाको छ क्या, चारैतिर हरियाली, घाम फेरि लास्टै घाम छ क्या फेरि। यस्तो चाहिँ चलाउन त मिल्दैन, तर के गर्ने ढिलो भइरह, त्यही भएर चाहिँ बिचबाट चाहिँ निस्किँदै म चाहिँ हिँडिरहेको छु। हजुरहरूले अगाडिको भ्यू चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ माथि चाहिँ ट्रेन हिँड्छ क्या, ट्रेन भन्नाले पनि सानो ट्रेन, मोनोरेल भन्छ, यो चाहिँ स्टेसन हो। हजुरहरूले भिडियो चाहिँ हेर्नुहोस् होइन, भ्यू हेर्नुहोस् होइन, बाटो हेर्नुहोस् कस्तो सफा छ। मेरो पेट चाहिँ नहेर्नु है, पेट चाहिँ अलि लागेको छ अहिले, के गर्ने मिठो खाना पाइएको छ नि त, पेट लागिहाल्छ नि। त्यसैले गर्दा चाहिँ पेटमाथि ध्यान नदिनु होला, भ्यूमाथि ध्यान दिनु होला हजुरहरूले। हेर्नु त कस्तो मजाको बाटो, बिचमा टनेल बनाइदिएको छ। अब यहाँ अगाडि राइट साइडबाट चाहिँ मेन हाइवे ओकिनावाको सुरु हुन्छ, तर हेर्न सक्नुहुन्छ त्यो अगाडिको कालो गाडीले के कसरी बिचबाटै छ्याक्कै घुमाइदिरहेछ क्या उतापट्टि। त्यस्तो त गर्न पाइँदैन नि त, डेन्जर हो नि त। उसले फेरि अगाडिको गाडी झ्याप्पै ब्रेक हानिदिएको भए त म पनि फेरि ठोकिन बेर हुन्थ्यो नि त। त्यस्तो गर्न चाहिँ पाइँदैन।
तर त्यसले चाहिँ गऱ्यो, के गर्ने अब। हुन त म पनि ट्राफिकको पालना गरिरहेको होइन, बिचबाट म पनि हिँडिरहेको छु। तर सिन चाहिँ भ्यू चाहिँ मजाको छ के, बवाल छ फेरि। अब चाहिँ यहाँ चोकबाट चाहिँ म चाहिँ राइट घुम्नुपर्छ। म चाहिँ फास्ट मोसनमा गरिदिएको छु कि ठ्याक्कै यो राइट साइडमा बारको छेउमा चाहिँ मेन हाइवे हो ओकिनावाको। म चाहिँ यहाँबाट लेफ्ट भएँ। उयो अगाडिको 3 तल्ले बिल्डिङ चाहिँ भाइबारीको बिल्डिङ हो। म पनि घर आइसकेँ। अब पार्किङ गरेर म पनि माथि जान्छु। सबैजना पुगिसक्नु भयो, म मात्र हो कि छुट्टै एक्लै आएको। बन्दा काट्न सुरु भइरह, मोमोको तयारी जोडतोडले सुरु भइरह। कोही रोटी बेल्नमा बिजी, कोही मोमो डल्नु पार्नमा बिजी, सबै आफ्नो आफ्नो काममा व्यस्त छन्। एक्लै गरेर पनि हुँदैन नि त, त्यति धेरैजना छौँ हामी। यता मिठो चटनी बुहारीले मिक्सरमा भ्याएर पारिसक्नु भयो। हेर्न सक्नुहुन्छ हजुरहरूले कस्तो मिठो झोलिलो भएको छ क्या चटनी। यहाँ हात पनि पोलिसक्यो कोहीले। भिडियो बनाउने भयो त्यो पल्लो सानोमा बनाउने भिनाजी, अहिले पाकेको वाला। हाम्रो ल आजलाई खानपिन सक्यो। अब घरतिर फर्किन लागेको म त। अरूजना चाहिँ गाडीमा गइसके। अब म चाहिँ मेरो बाइकमा सरर रातिमा लगभग अहिले रातिको 12:30 कि 1 बजिरहेको थियो। अब म एकैछिनमा घर पुगिहाल्छु। आजलाई यति नै गरौँ। भेट्नेछौँ अर्को भिडियोमा। हस्त, धन्यवाद, बाई बाई।